हेलो साथीहरू नमस्ते। आज यो चाहिँ मेरो फर्स्ट भ्लग भनौँ न हैन। मैले चाहिँ भ्लग स्टार्ट गर्ने भन्न लागेको चाहिँ ठ्याक्क 2 वर्ष बढी भइसक्यो हैन। मलाई त कुनै आइडिया नै थिएन भ्लग कसरी स्टार्ट गर्ने भनेर। अनि मैले धेरै ठाउँमा प्रयास पनि गरे हैन, मलाई तर पनि मैले सकेन हैन। मलाई भ्लग बनाउने बित्तिकै कस्तो लाग्थ्यो भनेपछि कतै घुम्न गएकै हुनुपर्छ, कुनै ठाउँ देखाएकै हुनुपर्छ, भ्लग भन्ने बित्तिकै केही नयाँ चिज आएकै हुनुपर्छ भन्ने लाग्थ्यो हैन। म त्यस्तो सोच विचार गरेको मान्छे। अनि मैले चाहिँ लगभग 1 वर्षदेखि हो मैले युट्युबमा कस्तो भ्लगहरू कसले कस्तो भ्लगहरू हालिराख्नु भएको छ हैन, कसको भ्लगहरू कस्तो छ भनेर मैले सबैको भ्लग एक पनि नछुटाएर प्राय मैले सबको हेर्न थालेको हैन। अनि अहिले आएर चाहिँ मलाई के लाग्न थाल्यो भनेपछि भ्लग भन्ने बित्तिकै कतै डुल्नै गएको हैन, अनि केही विशेष गरेकै हुनुपर्छ भन्ने मलाई लागेन हैन। त्यही भएर म चाहिँ भ्लग स्टार्ट गर्ने भनेको धेरै भइसक्यो, तर पनि मैले अझसम्म पनि सकेको छैन हैन। तर अब चाहिँ युट्युबमा म लगातार म घुम्न कतै त्यस्तो शौकिन भएको हैन, शौक भएको म घुम्छु त्यस्तो भन्ने चाहिँ मेरो नेचर छैन। तैपनि मैले सकेसम्म आफूले ल्याउन सकेसम्म र नसके यस्तै भिडियोहरू मुभीको बारेमा इन्फर्मेसनहरू यस्तोहरू चाहिँ दिने प्रयास गर्नेछु। र मेरो युट्युब च्यानल मुना खड्का अनि यहाँ लोडिङ भनेर राखेको छु मैले युट्युबको नाम चाहिँ। राम्रो लाग्छ भने सब्स्क्राइब गरिदिनुहोस्, लाइक कमेन्ट गर्नुहोस्, भिडियोहरू हेरिदिनुहोस् हैन, त्यही भन्छु। अनि भ्लगको अवधारणा चाहिँ मेरो बिल्कुल गलत रहेछ। मैले गलत सोचे रहेछु। भ्लग भन्ने बित्तिकै कतै घुम्नै गएको, केही विशेष गरेकै, अनि यस्तो घरमा बसेर भ्लग बनाउन सकिँदैन, कतै घुम्नै जानुपर्छ भ्लग बनाउनका लागि भन्ने मलाई लाग्थ्यो, तर होइन रहेछ। अनि मेरो क्यामेरामा चाहिँ यो किरा आएर कस्तो क्यामेरै उ गरिदियो हैन। तर पनि ठिक छ, मैले आज यो रेकर्डिङ गरेँ। मैले यस्तो रेकर्डिङहरू धेरै गरिसकेँ हैन, तर मैले अपलोड गर्ने त्यो आँट नै आएको छैन मलाई। तर यो भिडियो चाहिँ मैले अपलोड गर्छु नै भन्ने सोचिरहेको छु, तर कस्तो हुन्छ हेरौँ। मेरो भोइस कस्तो आछ हैन, मलाई आफ्नै भोइसलाई राम्रो लाग्दैन, तैपनि म भिडियो बनाएर टिकटकतिर पनि पोस्ट गरिराख्छु हैन। त्यही हो, अबदेखि चाहिँ रियाक्सन भिडियोहरू पनि मलाई बनाउन एकदम धेरै मन लाग्छ। कतिसम्म सक्छु मैले हैन, रियाक्सनहरू दिन कस्तो सक्छु मैले त्योहरू प्रयास गर्नेछु। र आखिर बसिरहेको खाली टाइम हो हैन,